मलाई थाहा थिएन म आफ्नो युट्युबलाई कसरी अगाडि बढाउँ। काममा अर्डर नआउँदा साहुले छुट्टी दिनुभयो र अचानक भित्रको जोस पनि कतै हराएको जस्तो भयो। तर हामी नेपाली साथीहरूले यो छुट्टीलाई खेल्ने मौकामा बदल्यौँ। खेल कम्पनीको भित्रै खेल्ने भयौँ। तर समस्या थियो ऱ्याकेटको तार। त्यसैले हामी सहरमा तार फेर्न मात्र गयौँ। आज ऱ्याकेटको तार बनाउँदै गर्दा मैले महसुस गरेँ मेरा ऱ्याकेटका तारहरू मात्र होइन, कतै मेरो भित्रको जोसको तार पनि जोडिएको रहेछ। त्यो तार आज फेरि जोडिएको छ। त्यो पुरानो ऊर्जा नयाँ शक्ति लिएर फर्केको छु। जीवनमा जतिसुकै ब्रेक आए पनि गेम ओभर हुने छैन, बस एउटा नयाँ गेम सुरु हुन्छ। त्यसैले स्वागत छ मेरो नयाँ भ्लगमा। कामको टेन्सन बिर्सेर यो छुट्टीलाई हामी कसरी रमाइलोमा परिणत गर्नेछौँ हेर्नु होला। हेलो एभ्रिवान, धेरै पछि फेरि पनि एउटा सानो भ्लग लिएर आएको छु। भ्लग गर्ने क्रममा फेरि अब मोडहरू बिग्रेर भ्लगहरू सुरु गर्दा गर्दै फेरि बिचमा स्टप भएर अहिले चाहिँ फेरि हल्का फुर्सद पनि अनि अलिकति जोस जागरका साथ फेरि भ्लग लिएर आएको छु। आजको गाडी पनि आयो। अब यो गाडीमा नजाउँ होला। अब यहाँ माथि गाडी नआउने भएको। ठिक छ, के छ साथीहरू, आइटमा म धेरै बसी आयो भ्लगमा। अब भ्लग बनाउने कोसिस भइरहेछ। ठिक छ, अब टोलीहरू अगाडि गइसके। आज चाहिँ खासमा अब काम त्यही हो, ब्याडमिन्टनको ऱ्याकेट सबै चुडेर यसो यसलाई बुन्न जाउँ भनेको। के हो बुन्नलाई हिँड्दा चाहिँ यहाँ ऱ्याकेट थाक छ, त्यही छ काम आजको विशेष। अनि गएर चटक चुटुक। मौसम पनि अब त गतिलो हुँदै गएको छ, चिसो होइन। अब यो हप्ता चाहिँ मैले अब हाम्रो पनि खासै काम छैन र बिदा पनि छ र यो हप्ता चाहिँ ऱ्यान्डम भिडियोहरू हाल्ने कोसिस गरेको छु। डेली हाल्ने कोसिस हुन्छ तर खासै केही गर्न चाहिँ गरिँदैन होला, त्यही पनि डेली हाल्ने कोसिस गरेको छु। के हुन्छ हेरौँ। के छ भिडियो आम्मा टोलीहरू त पुरै बलेर छ त नि। हेलो रुगा, हजुर भिडियो एकदम यो ऱ्यान्डम भ्लग भइरहेछ। अब चाहिँ टक्क जे छ त्यही हो। अब एकदम रियलमा आउँदैछ कि रियलमा होइन। हेलो गाइजहरु, अब के छ त खबरहरु? अन्त गाइजहरु अब यहाँ चाहिँ फेरि यस्तो पाँच झर्नु थालिरहेछ गाइजहरु। अब है यो ठ्याक्कै यो मौसममा यो के अरे अटममा चाहिँ हामीसँग नि बस्दैन गाइजहरु। फेरि यहाँ फेरि सामान छ हामीसँग ऱ्याकेटको धर्ती हान्छ है। अनि लुङ यो त फेरि हामीसँग त के भन्छ यसलाई त निन्जा अहिले साह्रै मिठो बोक्नु उसमा चाहिँ ऱ्याकेट त मिठो छ नि। यो त उयो हो नि, चिकन फ्लेभरको हो।
मान्छे चिनेर चकमा हान्दैछ ल अब चाहिँ हेर्नु यहाँनिर आइपुग्छ ऱ्याकेट ऱ्याकेट यही हो भित्र ल जोस त फर्कियो तर यो सानो कामले हल्का दुःख दियो आज हाम्रो ऱ्याकेटको तार बनेन त्यसैले सिधै भोलिको फुटेजमा जाँदैछौँ जहाँ तार फेर्नको लागि 1-1.5 घन्टा कुर्नु पर्दाको कथा छ यो सरकारहरू आज दोस्रो दिन पनि हामी आएको छौँ यहाँ ऱ्याकेट अब त चाहियो त मेरो हिजोको कम्प्लिटै भएको छैन आज दोस्रो दिन पनि हिजो दिएको थियो अनि आज खुसी अब कफी खानुपर्ने हुन्छ बुढाको अमेरिकानो नखाने बिडु कफी दुध गरिदिन्छ पैसा त असर्नु पर्यो त्यो बिडु ए अर्को गोटीवाला पनि रहेछ होइन कफी खाने गोटीवाला बिन ल अब चाहिँ हामी टक्क एकछिन कफी हेर्ने कफी खाने नि जाने हजुर ल है जुत्ता पनि भयो कफ पनि भयो साउन्ड बनाउनेछ कति लाग्यो होला हाम्रो है 1-2 घन्टा धेरै समय बाद काम सक्यो अब चाहिँ निस्किन्छौँ सबै काम भएर सर्भिस बाने कि बानेन बाने होला के छैन 주는 메고 그립은 선택 안 했어. 저 그립은 그냥 서비스로 주는 거. 그냥 가져줘 아니면 그냥 줘요. होइन त्यो बान्दिनु 사장님 해주세요. 내가 해줘? 네, 네. मारे चुसे एउटाको मारेछ यति हालेपछि अर्को पर्दैन फर्केको है अब चाहिँ हामी 2 दिन बाद ट्याक्सीमा फर्काएको यस्तै छ ल ल ल ल के छ भन्नु भन्नु पर्यो नि त ग्यासहरू अब कहिले पुगाउँ भइरहेछ कहिले पुगाउँ भइरहेछ त्यही भएर अब हामी ट्याक्सीमा हिँडिरहेछौँ सानोले चाहिँ आफ्नो मात्र अनुहार देखाउँदो रहेछ भ्लग भएन कि बाहिरतिर यसो देखाउनु पऱ्यो सँगै हिँड्ने साथीहरूलाई पनि देखाउनु पर्छ आफ्नो मात्र अनुहार तयार के फाइदा लाइकको फेस मेरै मात्र छ जस्तो लागेर अलि ह्यान्डसम दाइहरू छन् हो होइन अबदेखि म त्यो भुल गर्दिनँ त्यो त अब गर्नु नि भएन नि कति बेला नि आफ्नो अनुहार मान्छे हामी घर जानु लाग्यो आउनु लाग्यो त्यति
अनि बुवाले किनिदिन्छु भन्थ्यो माथिबाट मैले भयो भने बुवा पर्दैन भनेको दुःख नगर्नुहोस् तपाईँले ब्याङ्क कमायो भने म हामी चढ्छु तपाईँले माथिबाट दुःख गर्नु भएन भनेको के छ त तिमीहरूको विचार नि धारणा माथिदेखि त्यसो भन्नुभयो बुवाले माथिबाट त्यसो भन्नु कि मलाई त रेन्ज रोभरको त्यो नाम कति माया गर्छ लोगो चाहिँ पठाइदिन्छु भन्दै थियो लोगो मात्र लोगो मात्रै कि तेरो गाडीमा पछाडि चिप्का भन्दै थियो म पर्दैन मलाई त किनिदिन्छु नि भन्दै थिएँ बुवाको कमाएर आउँदो रहेछ क्या माथि भनेपछि अरू ट्याक्सी किनेर ट्याक्सी पछाडि रेन्ज रोभर टाल्दैन भन्दै थियो होइन बाउ त्यस्तो दुःख नगरौँ बरु म यसो म मेरै पैसाले म आफै होल्डिङ गरेर बनाउँछु भन्दै नि भिडियो चाहिँ सक्नु यतिको त लेखिहाल्छु नि बाउको कमाइ जे होस् प्रकाश सरको चाहिँ राम्रै रहेछ राम्रो रहेछ रेन्ज रोभरै किन्ने भने ओटी राम्रो चलिरहेको रहेछ माथि मेरो गोटी चाहिँ बाउको गोटी मात्रै राम्रो चलिरहेको छ अब के गर्नु त है आल्वा साल्वा होइन जगान सगान हानेर त्यस राम्रो छ तर त्यस्तो हो केटा हो मिहिनेत गरा हो कि मिहिनेतै गरेर अहिले यो बेलामा मिहिनेत गर्ने बेला हो भोलिपछि तिमीहरूको छोराछोरीहरूले पनि मेरो बाउले यस्तो भन्थे मलाई फरारी किनिदिन्छ भने मेरो बाउले बाउ माथि छन् मेरो बाउको जय जय होस् भनेर भन्छ त्यही भएर अहिले मिहिनेत गरा हो मिहिनेत गर्नुपर्छ हलिएर घुमेर खाएर हुँदैन काम गर्ने बेला काम गर्नुपर्छ डुल्ने बेला डुल्नुपर्छ बुझ्यो नि बुझ्यो अब चाहिँ बुझ्यो गरिन्छ अब म घुम्न कम गर्छु कसैले कसैलाई हेप्ने चेप्ने गर्ने होइन अहिलेको समय भनेको कौसा राम्रै दिन्छ यो बुढाले पनि गर्छ अनि सङ्गत गर न तिमीहरू जस्तो अब तिमीहरू बेसी जाँडाहरू जाँडको ढोडियाहरू जाँडको कुरा गर्छु अनि म भनेको अलिकति सैद्धान्तिक कुराहरू मात्र गर्छु त्यति साह्रो पनि नभन्नु कुनै जमानामा महाजडिया मान्छे तपाईँ नै हो त्यही त भन्दैछु त त्यो बेलामा त्यस्तो थिएँ त्यो समयबाट निस्किएर म अहिले चाहिँ एकदम तर सर जे होस् बोलेको पक्का हुन्छ तपाईँ ल ल अब चाहिँ खेल्न जानुपर्छ पुरा खेल्न जाने ओके अब के दिमाग बुढा तपाईँ यही मात्र होइन किन यो त्यसको हिजोले राखेको के गइहाल्छ अब गइहाल्नुपर्छ है सिगानी अप्स यो लिन्छ माथा
आजको यो सानो यात्रा ब्याडमिन्टनको खेलले मलाई मेरो हराएको हर्ष फेरि फिर्ता ल्याइदिएको छ। अब भ्लगहरू नियमित ल्याउने कोसिस गर्नेछु। तपाईँहरूलाई यो भ्लग कस्तो लाग्यो कमेन्टमा भन्न नभुल्नुहोला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब छिट्टै नै अर्को नयाँ जोस अनि नयाँ जागरको साथमा नयाँ भिडियोमा फेरि भेट्ने नै छौँ। त्यतिन्जेलको लागि भने यति नै गर्दै बिदाइ हुन चाहन्छु।